एआई वान टच जस्ट प्रेस गर्नुहोस् अटोमेटिक सेन्स गरिदिन्छ यसले तपाईँको लुगाको वेटदेखिको लिएर एभ्रिथिङ जे पनि हुन्छ वासिङ मेसिनले एभ्रिथिङ सेन्स गरिदिन्छ अटोमेटिक। त्यहाँदेखि तपाईँको आफै यसले वास ड्राई गरेर तपाईँको यो स्टप भइहाल्छ, तपाईँले केही पनि गर्नु परेन, टोटली आफै गरिदिन्छ। एआई वान टचबाट चाहिँ सेन्स अटोमेटिकली तपाईँको सेन्स गरिहाल्छ। र यसको अब म तपाईँहरूलाई है के देखाउँदैछु भने नि अब यहाँ अफ गर्छु यसलाई म। र यो ड्रम है, यो जुन चाहिँ अघि मैले तपाईँहरूलाई भनिहालेँ ड्रम, अरू वासिङ मेसिनमा हेर्नुहुन्छ भने ड्रम नि यस्तो भित्र गहिरोसम्म हुन्छ, यस्तो गहिरो हुन्छ, तर यसको चाहिँ गहिरो छैन। तपाईँको गहिरो नभएको कारण चाहिँ यसमा के छ भने तपाईँको यस्तो हाइट डेप्थ यस्तो भित्र दिएको छ, हाइट दिएको छ। त्यो हाइट चाहिँ के हो भन्दा चाहिँ तपाईँको जब तपाईँले धुनुहुन्छ नि लुगा, त्यो लुगा धुँदा चाहिँ यो लुगा धुँदा चाहिँ पछारेर चाहिँ राम्ररी सफा होस् भनेर। अब भित्र छ भने तपाईँ पुरा ब्यान्ड हुनु पऱ्यो, ब्यान्ड भएर तपाईँले लुगा हाल्नु पऱ्यो, त्यस्तो हुन्छ। तर यसमा चाहिँ त्यो पनि परेन, तपाईँ जस्ट बस्नुहोस्, लुगा हाल्नुहोस्, छोडिदिनुहोस्, भित्र ब्यान्ड भएर तपाईँले तन्केर लुगा हाल्नु परेन है। र यसमाको अझै एउटा मेन फिचर्स अब तपाईँलाई म भनिदिउँ भने चाहिँ नि अब मसिन छ यो मसिनमा त वेल्डिङ हुन्छ नि त, तपाईँको यो ड्रम जुन चाहिँ छ यो ड्रम त वेल्डिङ भएको हुन्छ नि त। तर यसको हेर्नुहोस् न छैन त्यस्तो केही। अब अरूमा हेर्नुभयो भने तपाईँले यस्तो बिचमा नि तपाईँले दुईवटा जोइन गरेको ड्रम जोइन गरेको भेट्नुहुन्छ, त्यस्तोमा तपाईँको लुगा घिस्रियो भने तपाईँको लुगा च्यातिनु सक्छ। तर यसमा त्यस्तो केही पनि छैन, हेर्नुहोस् न एकदम सफ्ट पिलो ड्रम भन्छ यसलाई चाहिँ है। यो चाहिँ अब तपाईँको पिलो ड्रम भन्छ यसलाई है। एकदम स्मुथ छ यो चाहिँ, लुगाहरू धुँदा तपाईँको लुगाहरू बिग्रिँदैन र यसको भित्रसम्म तपाईँले अब घोप्टेर कामहरू गर्नु परेन, एकदम राम्ररी नै भइहाल्छ। डुएल स्प्रे हेर्नुहोस् न यहाँनिर तपाईँलाई यो पनि देखाइदिनु पर्थ्यो मैले। यहीँ यस्तो हुन्छ तपाईँको यो स्प्रे, यहाँ छ एउटा र एउटा अझै यतापट्टि कता छ, दुईवटा स्प्रे हुन्छ। त्यसले चाहिँ तपाईँको यो जास्केटलाई पनि है एकदम सफा गरेर दिन्छ, तपाईँको लुगाहरू एकदमै बिग्रिँदैन है। मैला जति पनि छ सबै बाहिर निस्किहाल्छ। हेर्नुहोस् न मसिन चाहिँ र यसमा तपाईँहरूले अझै एउटा के गर्नु सक्नुहुन्छ, वाइफाई पनि कनेक्ट गर्नु सक्नुहुन्छ है। वाइफाई कनेक्ट गरेर मोबाइलबाट पनि यो वासिङ मेसिनलाई तपाईँले अपरेट गर्नु सक्नुहुन्छ है, वाइफाईबाट अपरेट गर्नु सक्नुहुन्छ। त्यहाँदेखि तपाईँको यो डाइरेक्ट मोसन वासिङ मेसिन हो, यो तपाईँको भाइब्रेट हुँदैन, एकदमै साइलेन्टली चल्छ, एकदम साइलेन्ट, नोइजै हुँदैन यसमा है। हेर्नुहोस् है, र यो चाहिँ हामीले प्रि अर्डर, यो चाहिँ भर्खर